मलाई चाहिँ टिभी सबै नमस्कार अघिदेखि मनमा लागिरहेको छ मलाई यो सोचाइले चाहिँ आँखामा आँसु पनि लाग्यो कुरा चाहिँ छ मलाई पढाउनु भएको सर हुनुहुन्थ्यो गजेन्द्र सर हुनुहुन्थ्यो त्यहाँदेखि काम गरेको गजेन्द्र सर हुनुहुन्थ्यो र उहाँहरूको मलाई याद आयो माने यसरी ग्यादरिङ हुँदाखेरि चाहिँ यो हुँदो रहेछ पुरानो मान्छेहरूलाई अनि यस्तो मनको माने के भन्नु उयोहरूको पुरानो यादहरू चाहिँ ताजा हुँदो रहेछ र सरलाई देखेर चाहिँ मलाई साह्रै खुसी लाग्यो अनि अब अर्को कुरो चाहिँ के भन्नु भयो कि स्मृति पुरस्कार जुन चाहिँ वितरण गरियो कतिवटा कुरा हुन्छ जहाँ बुद्धि पुग्दैन क्रिटिसिजम त हुन्छै हुन्छ क्रिटिसिजम भयो भने र अब मनमा लिनु पनि भएन अब दुईजना भाइहरूले यति कोसिस गरेकै छ र यो के भन्नु मलाई कस्तो पाराले भन्नु मैले यसलाई अलिकति आफ्नो राम्रो पाराले मैले भन्नु सकिनँ प्रोग्रामलाई अलिकति नाम अलिकति त्यहाँ कतिलाई चित्त पऱ्यो कतिलाई चित्त परेन सुशीबाई पूर्व प्रधान अध्यापकहरू हुन्छ उहाँलाई यसमा अलिकति चित्त परेन यो बुझेँ मैले बुझ्दै गयो तर अब त्यसलाई पनि त्यति साह्रो मनमा नलिने भनेको जस्तो मलाई लाग्यो किनभने दुईजना मात्रै देखेँ मैले हस्दै गरेको दिनेश भाइ र उमेश भाइ उहाँहरूले अब यतिको प्रोग्राम गरेरै ल्याउनु भएको छ वर्षै गरिदिनु हुँदैछ यो सानो यो कुनै ठुलो रकम जुन रकम यो प्रदान गरिँदैछ यो कुनै ठुलो रकम होइन एउटा नानीहरूलाई अलिकति एन्करेज गर्नुको लागि मात्रै तिमीहरू चाहिँ यो के हुन्छ भने कुनै पनि एउटा नानीले सपोज एउटा अवार्ड पायो आजको दिनमा एउटा अवार्ड पायो भोलिको दिनमा चाहे ऊ एउटा कुल्ली होस् चाहे एउटा अफिसर होस् तर उसले कुरा गर्छ कि म प्राइम मिनिस्टरभन्दा अब्बल थिएँ मैले यो यस्तो अवार्ड पाएको हो त्यसले चाहिँ कस्तो गर्छ भनेदेखि चाहिँ अब नानीहरूलाई चाहिँ एकपल्ट चाहिँ नानीहरू तिमी राम्रो तिमी ज्ञानी तिमी त अब्बल थियौ भनेर नानीहरूलाई उसले त्यो आफ्नो स्तर चाहिँ अन्तसम्म राख्ने कोसिस गर्छु त्यसले एउटा नानीलाई मोटिभेट गर्छ त्यो अरूलाई अब त्यस कारणले गर्दाखेरि पनि होला यहाँनिर चाहिँ अब यस्तो गरी अवार्ड पनि दिने विचार गरेर अरूहरूले अवार्ड राखिदियो त्यसमा किन उयोको छैन अब अर्को विषय म चाहिँ अलिकति भाका पुऱ्याएर मैले बोल्नु सकेको छुइनँ तर मलाई भन्नु मन लागेको कुरा चाहिँ के हो भने प्राइमेरी स्कुलको नम्बर अफ स्टुडेन्ट्स यो त एउटा प्रब्लम हो यो नम्बर अफ स्टुडेन्ट्स चाहिँ ठुलो प्रब्लम हो स्कुलबाट प्रब्लम होइन यो बाहिरबाट प्रब्लम हो किनकि हेर्नुहोस् दुईजनाको एउटा नानी हुन्छ दुईजना बाबाको एउटा नानी हुन्छ पपुलेसनमा एन्युअली 50% रिड्युस हुन्छ अब पपुलेसनको 50% रिड्युस भएपछि नानीहरू प्राइमेरी स्कुल आउने नानीहरू नै घटेको छ जनसङ्ख्या घटेको छ मलाई त जहाँसम्म लाग्छ कि यो चाहिँ हाम्रो मात्रै होइन यो त पुरै डिस्ट्रिक्टको प्रब्लम हो जसको सिक्किमको पपुलेसन माइनस गयो सिक्किमको पपुलेसन अब बुढो हुँदा के गर्छ त हाम्रो पनि यही हालत भयो भने अब पपुलेसन माइनसमा जान्छ अर्को कुरो चाहिँ के छ भने यो जति पनि इङ्ग्लिस स्कुलहरू लटरमै पढाएर गएको छ यो लटरमै पढाएर गएको इङ्ग्लिस स्कुल कारण के हो किनकि स्कुल जहिले पनि पर्फर्मेन्सको रेपुटेसनको आधारमा चल्छ जति राम्रो पर्फर्मेन्स दिन्छ गार्जेनले नानीहरू तिनीहरूले नै लैजान्छ त्यस कारणले गर्दा टिचर्सले पनि अझै खट्नुपर्ने देखिन्छ किनकि के हुन्छ भने चाहिँ उनीहरूको चाहिँ के हुन्छ रेपुटेसन राम्रो भयो स्कुल चल्यो तर त्यो रेपुटेसन राम्रो निकाल्नुको लागि चाहिँ टिचर्सलाई चाहिँ घोडा जस्तो गर्छ काम गर दामलाई जाऊ काम गर्दैन इक्जाम देऊ अब विकली जस्तो लेसन प्लान भन्छ विकली लेसन प्लान बुझाउनुपर्छ अब जस्तो क्वार्टरली इक्जाम भएर जान्छ मन्थली हुन्छ क्वार्टरली हुन्छ त्यसपछि एनुअल हुन्छ त मन्थलीमा उनीहरूको कुनै पनि लेसन दोहोरिएको हुँदैन आज एउटा नेपालीको एउटा च्याप्टरको क्वेसन यसमा छ
अर्को महिना त्यो क्वेसन हाल्यो भने उसलाई प्रिन्सिपलकोबाट एक्सन भइहाल्छ। यो कसरी भयो, तिमीले सिलेबस किन प्रोसिड गरेन? तर एडुकेसन भन्ने कुरो सिलेबस प्रोसिड गरेर मात्रै हुँदैन, नानीको दिमागमा पनि पस्नु पऱ्यो। त कस्तो पाराले प्रोसिड हुन्छ? म्याक्सिमम् नानीहरूलाई यो त भन्नुपर्ने कुरा होइन, कसैको मन पनि दुख्छ, कसैको चित्त पनि दुख्छ, कसैलाई हर्ट पनि हुन्छ। तर मेरो इन्टेन्सन चाहिँ कसैलाई हर्ट गर्ने, कसैलाई यो गर्ने हो। तर मैले भन्नु चाहेको के हो भनेदेखि चाहिँ ट्युसन हाल्छ नानीहरूलाई, ट्युसन राम्रो हो हाल्नु पऱ्यो। किनभने म्याक्सिमम् अब बाबुआमाले आजकल बाबुआमा बिजी हुन्छ, व्यस्त हुन्छ, जमानै कम्पिटेटिभ छ, उनीहरूले पनि कमाउनु पर्ने हुन्छ, बटुल्नु पर्ने हुन्छ। त्यसो हुँदा नानीलाई उनीहरूले बेसी टाइम दिनु पाउँदैन ट्युसनमा। त के हुन्छ, एउटा च्याप्टर छ होइन, त्यो च्याप्टरको चाहिँ क्वेसन एन्सर, राजा कस्ता थिए होइन, राजाले कहिले यस्ता यस्ता जितेका थिए। अब लु नानीले चाहिँ त्यो रट्यो, राजा कस्ता थिए, अत्यन्त वीर साहसी थिए होइन। उनीहरूले क्वेसनमा आयो राजा कस्ता थियो, अत्यन्त वीर साहसी थिए। नानीको कुन च्याप्टरबाट? नानीलाई च्याप्टर थाहा छैन, नानीले बुक हेरेको छैन, नानीले बुक पढ्नु छैन। त्यो के भयो, त्यो के अर्थ भयो त्यसको? उसले त राजाको बारेमा गऱ्यो पढ्नु पनि, तब त्यसको क्यारेक्टरले उसलाई असर गर्यो। राजा त कस्ता थियो, वीर थियो, नानीले त त्यो च्याप्टरबाट त्यो मात्रै याद गर्यो। अब के भयो, नानीको रिडिङको जुन चाहिँ उसको छ। तर अरू स्कुल्समा अङ्ग्रेजी स्कुलतिर चाहिँ उनीहरूले पहिला च्याप्टर पढाउँछ, च्याप्टर पढाएपछि क्वेसन एन्सर दिन्छ, क्वेसन एन्सर दिएपछि चाहिँ उनीहरूले त्यसपछि मात्रै उनीहरूलाई यो गर्छ। तर यो गभर्मेन्ट स्कुल हो, यहाँ त्यस्तो पाराले खट्नु सक्दैन। अहिलेघरि चाहिँ अब सबै टिचर्सहरूले चाहिँ होइन हामीले खट्नुपर्ने रहेछ, गर्नुपर्ने रहेछ भनेर खट्दै होला। तर एउटा जेनेरेसन थियो बिचमा, त्यो सायद आन्दोलनको हो कि नकेको हो कि के हो म जान्दिनँ। त्यति बेला चाहिँ के हुन्थ्यो भने हामी चाहिँ गभर्मेन्टको टिचर हो, उनीहरू चाहिँ प्राइभेट टिचर, हामी गभर्मेन्टको हो। हामीले कसले के भन्छ, हामीले क्लास लियो पनि हुन्छ, नलियो पनि हुन्छ, हामीले पढायो पनि हुन्छ, नपढायो पनि हुन्छ, हामीले गऱ्यो पनि हुन्छ, नगऱ्यो पनि हुन्छ। हामी त गभर्मेन्टकोबाट स्यालेरी आइहाल्छ, उनीहरूले पो खट्नुपर्छ, पढ्नुपर्छ, पढाउनुपर्छ, तब उनीहरूको स्यालेरी हुन्छ। हामीलाई त्यो प्रब्लम छैन। के गरिदियो, पुरा नेग्लेक्ट गरिदियो बिचमा। त त्यो पुरा नेग्लेक्ट गरेको चाहिँ नतिजा चाहिँ अब अहिले र त्यो उनीहरूको त रेपुटेसनमा चल्छ, उनीहरूको बढाउँदै लान्छ। अनि स्कुल चाहिँ फेरि यस्तो बिजनेस हो जसमा कहिले पनि लस हुँदैन। तपाईँले एउटा लोवर केजी, अप्पर केजी र क्लास 1 खोल्नुहोस्, नेक्स्ट इयर क्लास 2 भइहाल्छ, अर्को वर्ष क्लास 3 भइहाल्छ, अर्को वर्ष क्लास 4 भइहाल्छ, अर्को वर्ष क्लास 5 भइहाल्छ। अपग्रेडै मात्रै हुन्छ, अपग्रेडै मात्रै हुन्छ, डाउनग्रेड त कहिले पनि हुँदैन स्कुलको। त्यसो गर्दाखेरि गभर्मेन्ट प्राइमेरी स्कुल्समा चाहिँ पुरा धक्का पर्दैछ। अब हेर्नुहोस्, यो त यहाँको मात्रै होइन नि प्रब्लम, नम्बर अफ स्टुडेन्ट्स कम्ती हुँदै जाने। एउटा त यो त पपुलेसन डिक्रिज भएकोले गर्दा नानीहरू स्कुलमा कम्ती भयो। कालिम्पोङतिर हेर्नुहोस्, एउटा स्कुलमा 4 जना टिचर छ, 6 जना नानी छ। 4 जना टिचरमा 6 जना नानी छ। गभर्मेन्टलाई त्यो कत्रो प्रब्लम होला, 4 जनाको स्यालेरी वर्षहरू दिनु पऱ्यो। त्यसले गर्दाखेरि चाहिँ गभर्मेन्टले पनि सोच्दैछ है यसलाई प्राइभेटाइज गर्नुपर्ने हो कि स्कुलहरूलाई, या त अब कस्तो पाराले चाहिँ गर्नु। खर्च बेसी भयो, अब स्कुलै त हो जहाँनिर रोड छ, हस्पिटल छ, स्कुल्स छ, जहाँबाट गभर्मेन्टलाई बेसी इन्कम छैन, त्यस्तो छ। तर पनि अब मैले देख्दाखेरि चाहिँ यहाँको प्राइमेरी स्कुलको चाहिँ प्रायः अझैसम्म पनि रेपुटेसन ठिकै छ, त्यो ठिकै भएर बसिरहेको छ, राम्रोसँगले गरिरहेको छ। भाइले पनि पऱ्यो खटेरै गर्नुहुँदैछ। सिबी भाइ थियो, सिबी भाइ हुँदा नि खटि नै राखेको थियो है। त्योभन्दा अगाडि त गोविन्द सर के हुनुहुन्थ्यो, सिबी भाइ नै हो, सिबी भाइकै टाइम हो, प्रेमा सर हुनुहुन्थ्यो। प्रायः सबै एउटा उसले नै ट्रेडिसनली नै यो स्कुल चाहिँ राम्रै हुँदै आउँदैछ। तर आज चाहिँ मैले 2 जना गुरुआमा हेरेको, 2 जना सरहरू मात्रै देखेँ। अब त्यो पनि अब बिमारीहरू हो कि प्रब्लम हो कि के हो, अब त्यस्तो यति बेला चाहिँ एटलिस्ट सबै भएको थियो जस्तो मलाई चाहिँ लाग्यो। कारण अब मेरो पनि भन्नु केही छैन, म त अब साधारण एउटा, म पनि एउटा साधारण मान्छे हो है।
अब म एउटा रिटायर्ड पर्सन हो, म गभर्मेन्ट होइन, म गभर्मेन्टको ओहदामा बसेको मान्छे होइन, म कुनै नेता होइन होइन, म त कुनै किसिमको प्याकेजहरू त लिएर आउँछु। मेरो प्याकेजमा चाहिँ खालि स्कुलको नानीहरूलाई मेरो आशीर्वाद छ र भाइहरूलाई चाहिँ तपाईँहरूको पनि उत्तरोत्तर वृद्धि प्रगति समृद्धिहरू हुँदै जाओस्, यही भन्छु म चाहिँ।